हेलो सबैजना दर्शन नमस्ते। हामी चाहिँ आज सबैजना उता जाँदैछौँ कि हल्दी खर्काउने ठाउँमा। अनि बिहानै यो भोक लाग्यो भनेर सबैले चोखोपाई खाँदै देखाउँदै हिँड्दैछौँ। जाँदैछौँ हामीहरू। अनि बाटोमा यो सोलीघोप्टे साइडको भ्यू हो। सोलीघोप्टे त्यहाँबाट कटिसकेपछि यस्तो झ्याकेको थियो कि गाडीले। म यति हल्लिरहेको छु जङ्गलतिर। जङ्गल सोलीघोप्टेभन्दा माथिको जङ्गल। बेला बेलामा गएर आफूलाई हेर्दो रहेछ। माथि आधा बाटो पुगिसकेको थियौँ। बाटोमा यस्तो अप्ठ्यारो बाटो कि सानो साँघुरो बाटो। स्कुलनिर आइहालेछौँ हामी त उता हो। सानो बाटो थियो त्यही भएर मैले अगाडि खिचिदिएँ कि जङ्गलहरू यस्तो सानो साँघुरो। मान्छेहरूले विकास भएन भन्छन् कि विकास नभएको र यो ठाउँमा पनि यस्तो बाटो छ। यस्तो हुँदाखेरि पनि अब सरकारको लगानी भइरहेको थियो नि त होइन। विकास भएन भन्न हुन्छ। अनि म्यामसँग मैले के भन्दै रहेछु। अनि फेरि पनि हामी हिँड्दै राख्यौँ। हल्दी खर्काउन अलि टाढो नै रहेछ। गाडी यहाँ चाहिँ अर्को गाडी पनि रहेछ। अनि हामीलाई उता क्रस गर्न अलि यस्तो झ्याउ थियो। त्यहाँ अध्यारी गएको गाडी रहेछ कि। अनि हामी गाडी पार गरिसकेपछि अब स्कुल नजिकै पुगेका थियौँ। स्कुल आइहाल्यो। यो रहेछ स्कुल यस्तो डाँडामा क्या। गाडी रोकेर अनि मामा गइसक्यो अगाडि। म्यामहरू पनि सर्ट पनि गइसक्यो। अनि म चाहिँ पछाडि रहेछु। पहिलोचोटि स्कुल देखेको कस्तो बिजोग कि स्कुल त पुरानो रहेछ। अनि त्यतातिर सानो भाइ बहिनीहरू 1-2 कक्षाको 2, 3, 4, 5 क्लाससम्म मात्र रहेछ।